हेलो गाइज, आज चाहिँ हामी यो बोतल लिएर पैसा बनाउन जाने कुरा गर्दैछौँ आमा छोरी। म जुत्ता लाएर रेडी भएँ। यो ब्यागमा चाहिँ टन्न पैसा हाल्छु भनेर हिँडेको छु। बाहिर एकदम चिसो छ, अलिअलि हिउँ पनि पर्दैछ। अब यहाँ हेर्नु है, यो ढोका चाहिँ हेर्नु न, यति धेरै धेरै ठुल्ठुलो अग्लो ढोका है भियनाको। हाम्रो नेपालमा त एउटै ढोकाले 10वटा ढोका हुन्छ जस्तो लाग्छ मलाई। अब म बाहिर निक्लेँ, अब म पसल जाँदैछु। हेर्नु न, यहाँ पसल रेस्टुरेन्टहरू पनि सब घरभित्र छन्, बाहिर त शान्त केही छैन। हामी आमा छोरी चाहिँ पुरा एक्साइटेड भइरहेका छौँ। आज त झोलाभरि खाली बोतल छन्, टन्न पैसा हुन्छ भनेर पुरा एक्साइटेड मुडमा हिँडिरहेका छौँ। म पसलको छेउमा आइपुगेँ, भित्र पस्दैछु, इन्टर गर्दैछु। अब यो पसलभित्र यहाँ एउटा यस्तो मेसिन छ। यो मेसिनमा चाहिँ यसरी खाली बोतलहरू हाल्ने, पानीको बोतल, जुसको बोतल, कोका क्यानहरू। अनि यहाँ चाहिँ मेरो यता साइडमा चाहिँ पैसा जम्मा हुँदैछ धेरै। यो बोतललाई रिजेक्ट गरिदियो। कुनै यो कचाकुचुक्क पारेपछि चाहिँ रिजेक्ट गर्दो रहेछ। ओह, त्यो पनि यस्तो पारेको छ नि त, त्यही भएर रिजेक्ट गर्यो। म चाहिँ मक्ख परिरहेको छु, मेरो पैसा बढिरहेको छ भनेर दङ्ग पर्दैछु। अब त्यो बारकोड चाहिँ त्यसले नदेखेपछि चाहिँ त्यो रिजेक्ट गर्दो रहेछ, त्यही भएर मैले बारकोड मिलाएर हालेपछि चाहिँ फेरि लियो। अब यो वाइनको बोतल चाहिँ यसले लिँदैन रहेछ। अब मलाई यहाँ थाहा छैन जर्मनीमा छ के भन्छ। अस्तिको पल्ट पनि यही गरे जस्तो लाग्थ्यो। यहाँ कन्फिडेन्ट भएर म पुरा थिचिदिइरहेको छु। हेर्नु है, ल्याङ्ग्वेज जर्मनीमा छ, बुझ्नु छैन। अब मेरो चाहिँ 6 रुपियाँ 25 पैसा आयो। अनि एउटा यो बोतल चाहिँ त्यसले लिएन, यो वाइनको बोतल चाहिँ। 25 सेन्टको चाहिँ हामी के गर्छौँ त, सामान किन्छौँ। म चाहिँ सामानहरू लिएर यहाँ काउन्टरमा आएँ होइन। पुरा मेरो त 6 युरो 25 सेन्ट आयो भनेर दङ्ग पर्दै सामान पनि झोलाभरि लिएँ होइन। टन्न सामानहरू हालेको छु। अघि भर्खर राम्रो हामी चाहिँ पुरा बोतल लिएर पैसा लिएर सामान ल्याउने भनेर किनेको होइन। अस्ति त त्यसरी किनेको थियौँ। अनि आज पनि त्यही गर्ने भनेको है। भाषा जानिएन, हेर्नुहोस् जर्मनी भाषा यही होला भनेर थिचिदिएको त डोनेसनमा गएछ। अनि 2025 को इनको दिन चाहिँ टोल्किन राख्ने, घरमा पैसा अलिअलि बनाऊँ भनेर गएको र भरे त नजानी राम्रै काममा स्पेन्ड भएछ। अब अर्को पल्ट चाहिँ फेरि भिडियो गरेर ट्रान्सलेट गरेर सामान किन्छौँ। तर योभन्दा अगाडिको पल्ट हामीले अलरेडी सामान चाहिँ किनिसकेको छौँ होइन। यो पैसाले सामान किन्नु मिल्छ। तर यो पल्ट चाहिँ म पुरा कन्फिडेन्ट भएर अस्ति यही गरेको थियो भनेर गरेँ, ट्रान्सलेट नगरिकन। डोनेसनमा गएछ भनिसकेपछि गड इन्स्ट्रक्ट मी टु डोनेट चिल्ड्रेन फ्रम मनी भनेर भनेको होला। त्यही भएर आज मेरो तर्फबाट राम्रो काम नजानी भयो। भइहाल्यो। नेपालमा पनि हरेक सुपर मार्केटहरूमा यस्तो मेसिन राख्न पाएदेखि वातावरण पनि जोगाउन सकिन्थ्यो। अनि फोहोर व्यवस्थापन गर्नलाई पनि सहज हुन्थ्यो। हरेक महानगरपालिकाहरूले चाहिँ यस्तो व्यवस्थापन गर्ने सुपर मार्केटका मालिकहरूलाई चाहिँ अनिवार्य रूपमा यो मेसिन राख्ने व्यवस्था गर्न पाए कति राम्रो हुन्थ्यो।